यहाँ हो विनयले हल्का गिफ्टहरू मिलाउँदैछ पारसले हराउँछ कि भनेर हेर्दैछ हो। हेलो गुड मर्निङ है। आज चाहिँ हामी कहाँ जाँदैछौँ बिहामा जाँदैछ हो, जन्ती जाने। जन्ती जानुको लागि चाहिँ अब उठेर अलिकति घाँस काट्ने हो, त्यहाँदेखि जाने हो। यो चिसोले हावा फुल भिडियो देखाउँछु ल आज। अब चाहिँ हामी रेडी भएर हिँडेको, अन्त यहाँ हब्बे आएछ, यहाँ यसले गफ दिँदैछ, यहाँ बिहानै गफ खेल्दैछ चिया खाँदै हो। बिहा गरिहाल्नु अरे, बिहा गर्नुपर्छ नि, यहाँनिर आमालाई यसो सजेस्ट दिएको आमा होइन यहाँ युट्युबमा हो भिडियो यहाँ हो। अनि अब चाहिँ हामी रेडी भएर निस्केको हो। यहाँ बिहान चाहिँ हल्का गफ बोला रेडी हुँदैछ। अब कतिको एक्साइटेड छस्? सबै नयाँ रहेछ, जुत्ता पनि नयाँ रहेछ, नयाँ हो। आमामा सबै नयाँ रहेछ। यो स्कुलको सर्ट हो, कलेज पढ्दाको अरे। कलेज पढ्दाको विनय उताबाट पनि दिन्छन् नि। त्यस्तो चाहिँ आजको चाहिँ हाम्रो यहाँ डबल पाउने रहेछ केटाले होइन। यहाँ केटाको त यहाँ बिहा लिँदैछ, मैले न यहाँ उसको पनि छ कोट सुट हल्का, अब उयो हल्का हुँदैछ हो। लोकन्ते हो अब आयुष त चाहिँ काका चाहिँ कसरी लोकन्ते बस्छ चाहिँ डेकोरेसन हुँदैछ हो। यहीँ टक्कै बिना यहीँ रिया दाजु कति कति हुँदैछ हो डेकोरेसन चाहिँ? एकदम दामी बबालवाला यहाँभन्दा बेसी सुन्दरीकरण गर्न सकिँदैन। तपाईँले पनि यसो यो बलुन फुक्ने मान्छे चाहियो भने चाहिँ यहाँ हुनुहुन्छ। बिना ओठ देखाइदिए त कसरी बनाउँछ कान्छ यो पनि? यो तिनवटा गाडी हो यहाँ हो। यहाँ पक्रेर अब घरदेखि टिका खदा लगाएर चाहिँ अब रेडी हुँदै गरेको निस्किनुको लागि। आज हामी कहाँ जान्छ भन्दा चाहिँ एक्ज्याक्ट लोकेसन चाहिँ म भन्दिनँ है, बादमा फुल हेर्नुहुन्छ भनेर आशा गर्दै होइन। यी सबैजना है टिका लाउँदै खदा लाउँदै अब रेडी भएर होइन, एउटा हुन्छ नि जोस, अब बिहामा जाने जन्ती होइन। यो बेला खुसी हो, टाइम हेरिराखेको कहिले पुग्ने हामी भन्दै हो। अब घरदेखि निस्किँदै गरेको अवस्था है। लो जन्ती है ल आउनुहोस् आउनुहोस् सबैजना। कलशबाट फुल ल्याउनै अलिकति ल जाउँ, के बोक्नु पर्ने? ल बिना बोकिहाल। ल खदा एउटा चाहियो दाजुलाई, खदा एउटा होइन बेहुला खै यहाँ छ यहाँ गाडीको पूजा। अनि चाहिँ गाडी पूजा गरिसकेर चाहिँ टक्कै जानु अरे नि त गाडीभित्र। बेहुला क्रिम लगाइस् ए बस हामी चाहिँ यो गाडीमा अब लो ओहो यहाँ अलिकति उयो बिग्रेर है, हाम्रो डेकोरेसन बिग्रेर चाहिँ यहाँबाट यसले डेकोरेसन बिगारेको थियो यही है हब्बे। बनाउँ न यहाँ बनाउनु पर्छ बिना कसरी त्यो चाहिँ हेर्दा लु तानेर त चाल्दै यहाँ अलिकति बिग्रेको अवस्था होइन। बेहुलालाई उयो आएको छैन होला नि, झनै छाड्यो नि हौ यहाँ होइन नि हौ। यहाँ भिडियो गर्दै थिएँ कतिको मजा आउँदैछ। बबिट आउनु पऱ्यो खान होला नि बबिट पुगेर मात्रै
बेलुन फुक्ने बिना ओटै 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 सोचेर बिना ल हल्का खटु लाने अवस्था हो अब चाहिँ दस्तुर हो पनि कडा पो दियो त बिनाले मलाई एउटा दिनुहोस् त परस विनायको अनुहार त विनाय खुसी रक्सी बोल्नु पाएर यहाँ बस्नु होला एकछिन बस्नु होला है अब ज्वाइँ ढोग्ने ससुरा सासु ससुरा हुने अवस्था हुँदैछ हो यहाँ बाउआमाको अगाडि मामा र बाउआमाको अगाडि राख्नुहोस् मुनि मुनि लडाउनुहुन्छ यहाँ माथि कलम त्यो आयो भनेर तपाईँले सुरु गर्यो पहिले बाउलाई ढोक्नुहोस् हो आमालाई त्यहाँदेखि यहाँ मामा ढोक्नुहोस्
हाम्रो दस्तुर अनुसार चाहिँ घोडा टेक्यो भने मात्रै आशीर्वाद फल्छ भनेको छ कि घोडा टेक्नै पर्छ सबलाई जोड्नु त उहाँलाई मामा खाँदै हुनुहुन्छ उहाँ आउँछ देउनीको आशीर्वाद माग्दा केही सबै ओके सर अब चाहिँ उनीहरूको फुपूहरूको ढोग्ने कार्यक्रम स्टार्ट भएको त्यसले गर्दाखेरि चाहिँ यता बेलापट्टिबाट जस्तो राखी बिन्ती गरेर हजुरहरूले सम्मान गर्दैछौँ भने हजुरहरूले एकदम सबै चढाउँदैछौँ हाम्रोबाट विनयले हल्का गिफ्टहरू मिलाउँदैछ पारसले हराउँछ कि भनेर हेर्दैछ हो
तार भराएको छैन छ ओइ यसलाई बाहिर निकालिदिनु थियो है जिउन दाजु नजाने डान्समा यहाँ चाहिँ फर्किनुपर्छ ल ओके आमा कोसेली हो कि तर त्यो अघि बिर्सेछ आमा कसैले आमा कोसेली अघि बिर्सेछ हो आमाले आमालाई हातमा दिएर ठिकै छ त लास्ट विजय भन्ने यस्तो स्वभाव राम्रो बिदाबारी सम्धि सम्धिने अँ। नमस्ते हवस् हवस् बेला बेला हारिनु पर्यो एकदम खुसी हुनु नजिकमा छ ल सबैजना बस्नुहोस् है जानुपर्छ ल हवस् है तपाईँहरूले धेरै समय हुन्छ लाग्छ ल खै तपाईँ ल सम्धिसँग आउनु भएको सम्धि हो ल जाउँ अन्तत रमाइलो हुन्छ हुन्छ ल जाउँ माइडियरको सबैको रोगवेट सकेर फर्केको अवस्था अब चाहिँ सकेर एकदम एकदम फुल फुल फ्लेजेड चाहिँ होइन हो अनि ऊ भाउजू खुसी भएर होइन उयो के पो गिफ्ट पाएर हो सम्धिनीकोबाट गिफ्ट पाएर यहाँ भाउजू पुर्याउनु आएको अरे यहाँ ऊ एक्साइटेड छ नि आउँछ होला नि उता गएर उताबाट गयो त अन्त उताबाट जान्छ जाउँ त्यहाँबाट अँ? माथि निकाल्नु होइन उयो त उयो गर्छ ड्रेस चेन्ज गर्ने होला नि त ड्रेस चेन्ज गर्ने होला नि त कस्तो हुँदो रहेछ बिहाबाट रहँदा रमाइलो हुँदो रहेछ आज चाहिँ दुईवटा ड्रेस पो लाउनु पाएछ है उयो है अब रेडी सेडी भएर गिफ्ट छौँ यहाँ ओसार्ने काम बुझ्यो